अनि धेरै गाह्रो छ, धेरै दुःख। मेरी मागको बे महिना 50,000 कमाउँछु भने 60,000 खर्च आउँछ मागको। हाम्रो यो सिमतामा जसै एक नम्बरमा गाडी गान्द्रा जानको लागि जाजरकोट भएर जानुपर्छ के। कति लाजो मर्नो त्यहाँको अध्यक्ष के हेरेर बस्नु भएको छ हैन। मलाई म क्याब म्यासेज गर्न चाहन्छु भनेपछि कमसे कम तपाईको घरबाट लगाउने होइन पैसा, कमसेकम पालिकामा गएर, पालिका अध्यक्ष पनि के हेरेर बस्नु भएको छ, पालिकामा गएर कुरो राखिदिनु पर्यो। पालिकामा मसिन ससिन सबै छ हैन, त्यो एकचोटि गएर एकचोटि मसिन लगाइदिनु पर्यो। हाम्रो रिक्वेस्ट चाहिँ त्यो हो के। हाम्रो सिमता ऋषि जन्मेको ठाउँबाट गाडी नगएर त्यहाँ जाजरकोट भएर त्यहाँ माथि गाडी जान्छ। अनि गाडीवालालाई कति पीडा भएको छ, त्यहाँको पब्लिकलाई कति पीडा भएको छ आखिर हैन। एउटा वडा अध्यक्ष एउटा त्यहाँको मुख्य हुन् के, घरको जस्तै हाम्रो बुवा मुख्य हुन्छन् त्यस्तै हो के। नमस्कार, यति बेला हामी सिमता गाउँपालिका जामुनी बजारमा छ। एकजना हाम्रो टाइगर भनेर चिन्नुहुन्छ, टाइगर एक्सप्रेस गाडी नागाउँ काफलकोटदेखि सिधै नेपालगञ्ज चल्छ। दैनिक तपाईँ नागा काफलकोटबाट नेपालगञ्ज जान सक्नुहुन्छ या नेपालबाट दैनिक काफलकोट नागा आउन सक्नुहुन्छ। हजुर, अहिले केही कुराहरू भन्ने जिज्ञासा राखिसकेपछि हामी जोडिएका छौँ। नमस्कार हजुर, मेरो नाम चाहिँ खास टाइगर भनेर चिन्छन्, तर दिलीप सिंह ठकुरी हो मेरो नाम, टाइगर एक्सप्रेस हो। म खास चाहिँ के भन्न चाहन्छु भनेपछि अब हाम्रो यो सिमतामा जसै एक नम्बरमा गाडी गान्द्रा जानको लागि जाजरकोट भएर जानुपर्छ के। कति लाजो मर्नो त्यहाँको अध्यक्ष के हेरेर बस्नु भएको छ हैन। घोरेटा एक नम्बरका अध्यक्ष को हुनुहुन्छ के हेरेर बस्नु भएको छ कि अलिकति लाज लाग्छ कि लाग्दैन। हाम्रो सिमता ऋषि जन्मेको ठाउँबाट गाडी नगएर त्यहाँ जाजरकोट भएर त्यहाँ माथि गाडी जान्छ। अनि गाडीवालालाई कति पीडा भएको छ, त्यहाँको पब्लिकलाई कति पीडा भएको छ आखिर हैन। एउटा वडा अध्यक्ष एउटा त्यहाँको मुख्य हुन् के, घरको जस्तै हाम्रो बुवा मुख्य हुन्छन् त्यस्तै हो के। हजुर, जनप्रतिनिधि के हुन्, जनप्रतिनिधि हुन् कि निधि हुन्, हबै न भन्दा हुँ के हो भनेपछि त्यो एकदम लाजो मान्नु भएको छ। अर्को हाम्रो सिमतामा 2 नम्बरमा एकदम खत्तम छ बाटो। न तीजमा त्यहाँ जीसीबी लाग्यो, न तपाईको दशैंमा लाग्यो, न तिहारमा लाग्यो। त्यहाँ एकदम यति अप्ठ्यारो छ हाम्रो गाडीमा। अब हामी त्यहाँ लगाइसकेपछि हामीले गाडी चलाइरहेछौँ एउटा इज्जतको कारणले पनि, तर गाडी चलाउने लायकको छैन, ट्र्याक्टरै पनि बलबलै चढ्छ। अनि त्यहाँका नेताहरू पनि के हेरेर बस्नु भएको छ। बरु 3 नम्बर र 4 नम्बरको चाहिँ ठिक गर्नु भएको छ। यता 3 नम्बर यता देउलीदेखि यता 2 नम्बर र 3 नम्बरको सिमानादेखि यता बाटो पाएँ ठिक छ हो। त्यतिको बाटो चाहिँ उता पनि बनाइदिएको भए राम्रो हुन्थ्यो, सबैलाई सहज हुन्थ्यो, निगो हुन्थ्यो के मतलब। अनि त्यो चाहिँ अब तपाईले यो म्यासेज चाहिँ नेताहरूसम्म पुर्याउनु पर्यो। यस्तो भएन, जनताहरूले भोट हालेर जिताए हुन् के घर बसिकिन हुँदैन, फिल्डमा खट्नुपर्छ। कहाँ 2 नम्बर वडा अध्यक्ष 2 नम्बर वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरी हुनुहुन्छ। उहाँलाई म क्याब म्यासेज गर्न चाहन्छु भनेपछि कमसे कम तपाईको घरबाट लगाउने होइन पैसा, कमसेकम पालिकामा गएर, पालिका अध्यक्ष पनि के हेरेर बस्नु भएको छ, पालिकामा गएर कुरो राखिदिनु पर्यो। पालिकामा मसिन ससिन सबै छ हैन, त्यो एकचोटि गएर एकचोटि मसिन लगाइदिनु पर्यो। हाम्रो रिक्वेस्ट चाहिँ त्यो हो के। एकैचोटि थन्के हान त्यो अब उहाँहरूले मर्मत गर्नु पर्यो त। अनि घरको गाडी बिग्रेपछि, बाइक बिग्रेपछि मर्मत गर्नुहुन्छ कि गर्नुहुन्न, घर कोही बिरामी भएपछि औषधि गर्नुहुन्छ कि गर्नुहुन्न। अनि के पालिका त्यो पनि हाम्रो त्यो पालिकाको सम्पत्ति होइन, कर त उठाउनुहुन्छ त तपाईहरु घर प्रत्येकबाट ठाउँबाट हरेक चिजको। अनि त्यो गोजाबाट हाल्ने हो र यार, कुरो राख्नु पर्यो त। नेता के आगा हुन् त, मुती कुरो राख्नु पर्यो। कहाँ हाम्रो पुण्य खतका पुण्य सरसित कुरो राख्ने हो कि। अब हाम्रो सिमता सबभन्दा ठुला पुण्य हुन् हैन, उहाँदेखि अरू को हन म थाहा पाउँदिनँ त्यति यो राजनीतिको बारेमा नेता हेता न। अनि मैले अब यहाँ हाम्रा यता मात्रै चिने हौँ सिमता बाटो चाहिँ हुनु पर्यो। अनि धेरै गाह्रो छ, धेरै दुःख। मेरी मागको बे महिना 50,000 कमाउँछु भने 60,000 खर्च आउँछ मागको। ल धन्यवाद, धेरै केही बुझ्दिनँ।